प्रायजसो सुनसान देखिने लक्जमबर्गको केन्द्र भागमा रहेको ग्रान्ड ड्युक प्यालेस अर्थात् राजदरबार बाहिर आइतबार दिउँसोदेखि नै विशेष चहल पहल देख्न सकिन्थ्यो। सुरक्षा पोस्ट र दरबार बाहिरको सडकमा वर्दीका सुरक्षाकर्मीहरूले पहरा समेत दिइरहेका थिए। सडक किनारामा सर्वसाधारणहरूको पनि बाक्लै भिड जम्मा भइसकेको थियो। हातमा राष्ट्रिय झण्डा लिएर राजा रानीलाई हेर्न आतुर आम नागरिकहरू व्यग्र प्रतीक्षारत देखिन्थे। केही समयपछि ग्रान्ड ड्युक अर्थात् राजा हेनरी र ग्रान्ड डचेस अर्थात् रानी मारिया टेरेसा दरबार अघि जम्मा भएका आम नागरिकलाई हात हल्लाउँदै भित्र प्रवेश गरे। केही समयपछि उनीहरू पैदल हिँडेर केही मिनट अगाडि रहेको पटाङ्गिनीमा पुगे, जहाँ हजारौं आम नागरिकहरू भेला भएका थिए। अघि राजा रानी तथा पछि सेनाको टुकडी। हजारौं जनताले राजा रानीलाई नजिकबाट नियालिरहेका दृश्यहरू र त्यहाँ प्रस्तुत गरिएका झाँकी एवं सांस्कृतिक कार्यक्रमहरू अत्यन्तै चाखलाग्दो देखिन्थ्यो। केही बेरको कार्यक्रमपछि राजा रानी सहित त्यहाँ जम्मा भएको आम नागरिकहरूको समूह एडोल्फ ब्रिजतर्फ अघि बढ्यो, जहाँ रातको 11 बजेको प्रतीक्षामा सबैजना भेला भएका थिए। लक्जमबर्गले राष्ट्रिय दिवसको पूर्व सन्ध्यामा गरेको आतिशबाजी हेर्न विश्वका विभिन्न देशका हजारौं नागरिकहरू गोल्डन लेडी, प्लास दी पेरिस, हमिलुस तथा एडोल्फ ब्रिज छेउछाउमा जम्मा भएका थिए। राष्ट्रिय दिवसको सन्दर्भमा गरिएको कार्यक्रममा सहभागी हजारौंले करिब 20 मिनटको यो कार्यक्रम निकै चाखपूर्वक र उत्सुकताका साथ हेरिरहेका देखिन्थे। कार्यक्रम सकिए लगतै राजा रानी तथा सरकारका मन्त्रीहरू
त्यहाँ उपस्थित जनमानससँग हात मिलाउँदै बिदा भइरहेका दृश्यहरू साँच्चै लोभलाग्दो देखिन्थ्यो। आतिशबाजीको कार्यक्रम सकिए पनि मध्यरातसम्म सहरका विभिन्न स्थानमा साङ्गीतिक कार्यक्रमहरू जारी रहे, जहाँ क्लिङ्गान र विजन जस्ता चर्चित अन्तर्राष्ट्रिय कलाकारहरूको समूहले आफ्नो साङ्गीतिक प्रस्तुति पस्केका थिए। त्यसको भोलिपल्ट अर्थात् सोमबार यहाँको राष्ट्रिय दिवसको दिन पनि यस्ता औपचारिक कार्यक्रमहरू जारी रहे। राष्ट्रिय झण्डामय भएको लक्जमबर्ग सहर र त्यसको पनि केन्द्रभाग अर्थात् एभिन्यू डे ला लिबर्टीमा गरिएको औपचारिक कार्यक्रम अझ रोचक र चाखलाग्दो देखिन्थ्यो, जहाँ राजा रानी र राजपरिवारका सदस्य सहित प्रधानमन्त्री, सरकारका मन्त्रीहरू, कूटनीतिक नियोगका प्रमुख लगायत हजारौं सर्वसाधारणको उपस्थितिले माहौलमा थप रौनकता थपेको थियो। यति धेरै महत्त्वपूर्ण र औपचारिक कार्यक्रम स्थल पुग्दा त्यहाँको दृश्य साँच्चै नै आकर्षक र प्रशंसनीय देखिन्थ्यो। विश्वको सबैभन्दा धनी देश र देशकै सबैभन्दा ठुलो औपचारिक कार्यक्रम अनि त्यसमा सहभागी हुने राष्ट्र प्रमुख तथा विशिष्ट व्यक्तिहरू बस्नका लागि राखिएका सामान्य कुर्सीहरू देख्दा अनावश्यक तडक भडक नगरिकनै पनि सभ्य र भव्य कार्यक्रम गर्न सकिँदो रहेछ भन्ने सन्देश लक्जमबर्गले विश्व सामु प्रवाह गरेको छ। त्यसो त हरेक वर्ष हरेक देशले कुनै एक विशेष दिनमा राष्ट्रिय दिवस मनाउँदछ, तर यसपटक लक्जमबर्गले मनाएको राष्ट्रिय दिवस विगतको भन्दा पृथक र महत्त्वपूर्ण थियो। लक्जमबर्गका ग्रान्ड ड्युक अर्थात् राजा हेनरीले राजगद्दी सम्हालेको 25 वर्ष पुरा भएको छ। राष्ट्र प्रमुखको रूपमा उनी सहभागी हुने यो अन्तिम राष्ट्रिय दिवस भएकाले पनि यसलाई थप महत्त्वका साथ हेरिएको थियो। Ik ga niet staan. Ja, dat je dan niet te vast. Nee, ik ga niet mee. सत्तरी वर्षीय ग्रान्ड ड्युक हेनरीले अबको 3 महिनापछि आफ्ना जेठा छोरा अर्थात् वर्तमान राजकुमार 43 वर्षीय प्रिन्स गुइलाउम्सलाई राजगद्दी सुम्पँदैछन्। यसको घोषणा उनले 1 वर्ष अघि नै सार्वजनिक कार्यक्रम मार्फत गरिसकेका छन्।